जग्गाका धनी भएर क्यार्ने धनका धनी हुनुपर्छ भनेर भन्नुहुन्छ नि। ल हेर्नु जग्गा आफ्नो माटो भएको कहाँ जान्छ र। पहिला जमाना अरूको जग्गा देखाएर अरूका घरका टौवा देखाएर बिहा गर्ने चलन थियो। अहिले अब केटो भए हुन्छ, केटो हेरेपछि हुन्छ, किन चाहियो जमिन भनेर भन्नुहुन्छ नि। जमिन पनि चाहिन्छ। धन पैसा भन्ने कुरा हातको मैल हो, आज छ भोलि छैन। ल हेर्नु जग्गा भएपछि आफ्नो जग्गा भएको कहाँ जान्छ र। माटो एकन मुठी बेचेर खाने कुरो भएन। कति काम लाउँछ जग्गा भएपछि आफ्नो जग्गा भएपछि दुःख परेदेखि खान पाइन्छ। ल हेर्नु यहाँ कति थरी छ यहाँ कर्कलो यहीँ छ, बेसार यहीँ छ, चिप्ले भेन्टी यहीँ छन्। यहाँ हेरेर गनेर साध्य छैन, केरा यहीँ छन्। ल हेर्नु ल जग्गाका धनीलाई साहु भन्छन्, जग्गाका धनीलाई त साहु भन्दैनन्। दुःख हुन्छ जग्गा भएर त भनेर भन्नुहुन्छ नि। जाँगर नसाँगर खाने बेला आँगर, दुःखै नगरिकन सुख त कहाँबाट हुन्छ त नि। जाँगर त चाहिन्छ नि। जाँगर भएपछि र जमिन भएपछि जसरी पनि हुन्छ। खेती लाउन दुःख गर्न सकिएन भनेर खाने बेला आखिर यहाँ अन्नै खानुपर्छ, पैसा खाएर हुन्न के अरे। ल हेर्नु अनि अब पैसा ठुलो, जिमी जेठाभन्दा त पैसा ठुलो भनेर अब नभन्नु होला है।